साम्बा चोक सु है यो साम्बा चोक टक्क लाएर बाबा यहाँ पढेर देखाइदियो ल साम्बा चोक भनेर को हो नि सानो मेसी रोनाल्डोलाई भन्दै ल के फाइनली गाइज अहिले चाहिँ हम खोला हम झर्ना रहेछ खतरा वाट आर यु सेइङ डोङ्गा ल सु गरेर देखाइदियो ल यता फर्केर यता एउटा सु अलिक नजिक भयो अनि यो गीत गाइदियो नि त ल एउटा म खतरा भनिदिन्छु ल यो गीत गाइदियो ल अलि स्वर आएन लिनु कर्मै खोटो सुने हामी चाहिँ अहिले चाहिँ यो ड्यामबाट निकास गरेको यो पानीमा आइपुग्यो ड्यामको निकास अहिले चाहिँ है यस्तो छ यहाँ चाहिँ सुरक्षित हुनुपर्छ गाइस यस्तो छ पाहाडे जरा है फाइनली गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल नेयर ब्लग दिपक है म यहाँ आज हामी कहाँ जाँदैछौँ त गाइज तपाईँहरूलाई थाहै छ होला आज हामी टक्क लाएर खुदी भुटुले साम्बा चोक भन्ने नामाकरण गरेको छ नि त अहिले खुदीमा त्यही भएर गाइज हामी जाँदैछौँ कस्तो हुन्छ हेर्नु अब बाटोको कस्तो छ धेरै राम्रै थियो पहिला त यही बाटो हो हामी पहिला गएको चाहिँ त्यही भएर मलाई कस्तो लाग्छ अब हेरौँ है लङ टाइमपछि म भिडियोमा आउनुको कारण अब यस्तो लङ टाइम भयो नि त गाइज किनभने अब टक्क अब टाइम पनि थिएन त्यही भएर दामी पुल बनाएको छ यहाँ चाहिँ बरु बाटो यो पहिला हामी यता आइएको के उसबाट आएको क्या साथीसँग तपाईँ साइकलमा आएर साइकल हाम्रो पनि भिडियो देख्नु है फाइनली गाइज हामी चाहिँ गर्दा मात्र अब दिनु होला अब नक्कलाको मान्छेहरू छोराहरूले गाइदिन्छ बात देखाइदिएको जाँदैछ जाँदैछ है कस्तो हुन्छ गाई लगाइसक्यो दामी चाहिँ हेर्नु नि भ्यू खोलाएर यो खुदी है अब गाइज हामी चाहिँ खुदी आइपुग्यो है अहिले खुदीलाई अब यहाँ हाम्रो साम्बा चोक भन्ने छ यहाँ चाहिँ टक्क लाएर तपाईँले देख्न सक्नुहुन्छ साम्बा चोक सु है यो साम्बा चोक टक्क लाएर बाबा यहाँ पढेर देखाइदियो ल साम्बा चोक भनेर को हो नि सानो मेसी रोनाल्डोलाई भन्दै ल के छ यता हो कस्तो गर्छ देखाइदियो त चस्मा लाएर गर्दैन त ल कस्तो गर्छ है यो चाहिँ साम्बा चोक आइपुग्यो हामी चाहिँ
मर्स्याङ्दी गाउँपालिका टक्क लाएर हामी आइपुग्यो है साम्बा चोक सु होइन यस्तो हामी पुग्छ है फाइनली गाइज अब चाहिँ हामी साम्बा चोक घुमेर अब टक्क लाएर अब हामी जान लाग्यो है गाइज कस्तो आउँछ दामी छ बाटो चाहिँ है अन्त A1 छ क्या साम्बा चोक त अन्त A1 ठाउँ छ A1 तपाईँहरू घुम्न आउनुहोस् धेरै नै बेसरबाट बाइकमा 15 मिनट जति लाग्छ झोल बाटो पिच बाटो छ हेर्नुहोस् तपाईँ पर्यटकहरू आएको देख्नुहुन्छ तपाईँहरू है रमाइलो छ टक्क लाएर आउनुहोस् हेर्नुहोस् कति मान्छे आउनुहुन्छ क्या है घुम्नको लागि है हेर्नु त कति रमाइलो ठाउँ छ मान्छेहरू हिँड्दैन है गाडी टाइममा गाडी लाग्छ आधा घन्टामा दामी छ बाटो सबै पिच है यस्तै बाटो पिच छ तपाईँहरू यहीँ हेर्नु हाम्रो नेपालको सान वुमेन फुटबल प्लेयर है हाम्रो साम्बा सावित्री भण्डारी साम्बा है अहिले चाहिँ यो नामलाई यो चोकलाई नामीकरण गरी अहिले साम्बा चोक राखेको छ दामी छ गाइस तल मर्स्याङ्दी बगेको सर होइन होइन साम्बा चोक है तपाईँ देख्नुभयो है साम्बा चोक भनेर गाउँ यस्तो दामी छ मर्स्याङ्दी सर बग्छ यहाँ चाहिँ सर यो पुल भइहाल्यो गाइस उताबाट आइनुहुन्छ जताबाट आइनुहुन्छ धर्ना चोका चाहिँ अब हामी जान्ला छ हामी चाहिँ जान्छौँ अब सोरुम मार्केटतिर जान्छौँ है गाइस सोरुम पनि खतरा छ पर्यटक स्थल है अब हामी चाहिँ टक्क लाएर सुरुमतिर लाग्छौँ गाइज ओके गाइज अब म चाहिँ हजुरलाई सुरुमतिर गएर देखाउने छु टक्कला अलि हाइट यस्तो हुनु यो चाहिँ अलिक सानो भयो क्या चाहिँ अलिक ठुलो भयो त्यो दामी हुन्थ्यो जो यति हो भने सानै हो नि त हाम्रो सान सु दिनुहुन्छ नि त्यस्तै हो दामी ल त्यो गाडी नै पुलमा क्या दामी देख्यो क्या टक्क लाएर यस्तो यत्तिको रमाइलो ठाउँ त छैन स्कुल बसेको छ ल गाइज अब हामी गयौँ है सु पाराले ल हामी गयौँ कतिको त्यो उसमा जान ल्यायो कि त्यो ड्याम अलिक टाढै हो कि ड्याम चाहिँ नजिक छैन ट्रेन भयो अब साम्बा चोक आइपुग्यो गाइज साम्बा चोकबाट हामी चाहिँ अब सुरुमा मर्स्याङ्दीको सुरुमा जाँदैछौँ है कोही जाने भनेको त सुरु होइन नि सुरु भन्दा टाढै हो त्यो हाइड्रो पावर हो क्या सुरु त त्यही त हो नि अब त आइहाल्यो नि हाइड्रो पावरहरूको टाढा हो कस्तो राम्रो छ कि त्यो सोधेको नि बनाउनु पर्छ क्या के सोध्ने चिन्ता नचिन्ता वाउ दामी वाउ दामी है हाइड्रोबाट हेर्छु नि त खतरा है
हामी चाहिँ सुरुमा आइपुगेका जे सुरुम होइन खतरा छ सुरुम पनि सुरुम जान्छ है फुलले त खतरा दामी भन्छ पाइन्छ हो पाइन्छ वाउ गाइस हामी चाहिँ सुरु पुग्यो पहिला त कति अँधेरो थियो अहिले त कसरी लाइट हालेछ सक्यो यति त सुरुमा हामी बसेको गाइस फर्स्ट टाइम बसेको गाइस म चाहिँ सुरुमा है आफैले र मसँग होइन के हो कि भने भाइले तिमीहरूको झर्ना गएको एउटा पार्दै खतरा सकियो अब बाबु पनि होइन चाइनिजको रहेछ नि होइन अझै उतै हो छ र टाढा हो कसैले सोधन गाइस अब हामी चाहिँ बिहान जाँदैछौँ सुना हेऱ्यो सुना पढाइ ग्यास भन अरे सो न बुलबुल्यो बुले जस्तो बुलबुली विकास भइरहेको थियो यसरी काम भइरहेछ काम भइरहेछ उहाँ माथि हेर न तिमी ठुल्ली भएपछि जान अस्ति नै हामी आएको झर्ना यस्तो हो त Oh my god, हम खोला झर्ना रहेछ हम खोला झर्ना गाइस हाम खोला यहाँनिर गाइस हामी चाहिँ अब सामा चोकबाट अब हामी झर्ना आइपुग्यो पर्दैन दामी देख्यो झर्ना आएर टक्क लाएर नेपालको झन्डा है त सलाम गर नि त कसरी सलाम गर्छौ यसरी यता फर्केर सलाम गर ल सलाम गर दामी दामी
झर्ना झन् खतरा छ झर्ना है गाइज झर्ना आइसक्यो चिप्लो छ सुरक्षित छ दिनु होला भने खतरा छ कि गाइज नजाऊ वाना फाइनली गाइज अहिले चाहिँ हम खोला हम झर्ना रहेछ खतरा वाट आर यु सेइङ डोङ्गा ल सु गर्दै देखाइदियो ल यता फर्केर यता यता हो यताबाट सु अलिक नजिक भयो अलिक टाढा है ल ल ल आएर सु गरेर ल भयो त्यहाँबाट आएर यहाँ गर है सु त्यसले सु खतरा छ गाई झर्ना नि खतरा छ चिसो छ है टक्क लाएर आइयो हामी चाहिँ झर्ना पनि है गाई आउनुहोस् ल होम खोला है झर्ना जाडो छ टक्क लाएर वाउ दामी ल गाइज अब चाहिँ हामी एउटा दुइटा फोटो खिच्छौँ ए गाइज घुम्न आउनुहोस् है दामी छ झर्ना नि वाउ अनि के भन्न चाहन्छु अरू भन न आज म झर्ना आएको अनि जोजोलोपा भन कसरी जोजोलोपा गर्ने एउटा गीत गाइदियो नि त ल एउटा म खतरा भनिदिन्छु ल एक गीत गाइदिउँ ल अरू स्वरै आएन लिनु कर्मै खोटो सुने दामी आछहरू ल गाइज अब चाहिँ हामी ड्याम जान्छ है यो त्यो झर्ना र टन्ने मान्छे आयो ल गाइज अब खतरा मान्छेहरू आउँदै हुनुहुन्छ अब चाहिँ गाइज तपाईँ आउनुहोस् हेर्नुहोस् ल अब हामी हिँडेको झर्नामा हेर्नु मान्छेहरू कति धेरै आउनु भएको छ काँडा धनी होइन खतरा बनाएको छ बाटोहरू लड्नु होला है छोरो गाइज अब दामी छ नेपालको झन्डा टक्कर आएको छ यतिको हो कि हाम्रो सान हाम्रो हाम खोला झर्नामा आइपुगेको छौँ गाइज है सब व्यवस्थापन भएको छ यतिकै हुनु पऱ्यो कि नेपालको झन्डा टक्कर राखेर झर्ना ल हेर्नुहोस् नेपालको झन्डा टक्कर राखेर झर्ना आइपुग्यो अब चाहिँ गाइज हामी चाहिँ कहाँ जान्छ भन्दा हामी चाहिँ ठुलो ड्याम छ क्या गाइज त्यो ड्याममा पनि पुग्छौँ यता आएको बेला है यो भुलभुलेमा आएको बेला त्यहाँ पनि गएर आउँथ्यो बेबी वेयर आर गोइङ कम ए ला अब कसरी आउँछ यो इजिली आइदिएँ ल गाइज अब हामी गयौँ है गाइज ल रेडी गो मंकी हामी चाहिँ अहिले चाहिँ यो ड्यामबाट निकास गरेको यो पानीमा आइपुग्यो ड्यामको निकास अहिले चाहिँ है यस्तो छ यहाँ चाहिँ सुरक्षित हुनुपर्छ गाइज यस्तो छ पानी डेन्जर है तीनटा ढोका रहेछ यो तीनटा ढोका ट्याप्पै सुक्या त्यो खोल्यो भने त डेन्जर पानी आउँछ क्या डेन्जर पानी आउँछ गाइज हिमालय खतरा कालो देखियो क्या कालो कालो गाइज ल अब हामी चाहिँ लाग्छौँ है बाबा बिस्तार लाग्छौँ गाइज अब चाहिँ
जब चाहिँ हामी लाग्छौँ हेर न कस्तो दामी आएको थियो आज त टक्क लाएर के गर्नु ऊ देखिएन नि त अब हामी चाहिँ लाग्नु लाग्यो बेबी दा सु गरिदेऊ ल सु गरिदेऊ हामी फर्किँदै हो ल फेरि आइपुग्यो बल्ल